अब आज मेरो विषय रहेको छ एउटा ध्यानको विषय, अर्को घ्युपाको विषय, अनि तेस्रो चाहिँ यो छोगा साधना विधिको विषय। यो तीनटा विषयमा म आधारित भएर त्यसका केही सार र महत्त्वपूर्ण पक्षहरू समेटेर यहाँहरूलाई आफूले जानेको कुराहरू सेयर गर्ने, पस्काउने कोसिस गर्नेछु। सर्वप्रथम त हामी एकछिनलाई भए पनि ध्यान गरौँ र ध्यान गर्नुभन्दा अगाडि ध्यान के हो भन्ने विषय छोटकारीमा जानौँ, बुझौँ। अब यो ध्यान भन्ने कुरा जसलाई हामीले छेउ भाषामा घोम भनिन्छ, त्यसलाई साम्तेन पनि भनिन्छ, समाधि भनेर। अब यो ध्यान चाहिँ गर्नु त विभिन्न धर्म परम्पराहरूले पनि यो ध्यानको एउटा विधिलाई अपनाएकै पाइन्छ। त्यसैले गर्दाखेरि भगवान बुद्धले हामीलाई सिकाउनु भएको ध्यानमा अरूमा नभएको पृथक विशेषता के छ? बौद्ध ध्यान कस्तो खालको ध्यान हो त? सारमा हामी बुझ्ने कोसिस गरौँ। नत्र भने हामीले ध्यान भनेको छौँ तर अन्धधुन्ध तपाईँको त्यो बौद्ध ध्यान हो कि, अनि त्यो अहिले समाजमा चलिआएका कमर्सियलाइज भन्छ नि, त्यो व्यापारीकरण गरिएका ध्यानका प्याकेजहरू आजकल समाजमा जतात्यता, देश विदेश जतात्यता त्यस्तो खालको ध्यानको प्रचलनहरू चलिआएको छ। अनि त्योसँग हाम्रो बौद्ध धर्मको चाहिँ ध्यान कसरी, किन र के फरक छ भन्ने कुरा पनि हामी जान्नुपर्ने हुन्छ, बुझ्नुपर्ने हुन्छ। त त्यसैले ध्यान त अब धेरैले अपनाएको पायो, तर बौद्ध धर्मको ध्यान चाहिँ के हो त, कस्तो हुन्छ त भन्दाखेरि छोटकारीमा बौद्ध धर्मको ध्यान चाहिँ समथ ध्यान र विपස්සना ध्यान भनेर दुई किसिमको ध्यान हुन्छ, जसलाई हाम्रो छेउ भाषामा के भन्छौँ? समथलाई सिने, विपස්සनालाई ह्लाक्थोङ भनेर भन्छौँ है। सिने ह्लाक्थोङ, समथ विपස්සना। अब यो समथ र विपස්සनाको ध्यान चाहिँ अरू अन्य परम्परामा हुन्छ त भन्दाखेरि, अन्य परम्पराहरूमा समथको केही अंशिक पाटो त होला, तर विपස්සनाको ध्यान चाहिँ अरूको परम्परामा हुँदैन। एउटा हामीले बुझ्नै पर्ने विषय यो हो। अन्य परम्परामा ध्यान होला तर विपස්සना ध्यान हुँदैन। समथ होला तर पूर्ण समथको ध्यानको विधि जुन भगवान बुद्धले सिकाउनु भएको छ त्यो अन्य परम्परामा पाइँदैन। यो कुरा स्पष्ट हुनु होला, बुझ्नु हुँदैछ नि? अनि अब यो समथ र विपස්සनाको ध्यानमा एकैचोटि हामी प्रवेश गर्न सक्छौँ त भन्दाखेरि सक्दैन। अब सबै गुरुहरू हुनुहुन्छ, यहाँहरूलाई थाहा भएकै कुरा हो। त्यसैले यो समथ र विपස්සनाको ध्यानमा प्रवेश गर्नको निम्ति पनि त्यसको मन्त्रोको रूपमा, त्यसको एउटा पूर्वगत ध्यान अभ्यासको रूपमा हामीले के गर्छौँ? 4 किसिमको ध्यानको विधिहरू सिक्छौँ। त्यो भनेको के हो? समथ र विपස්සनामा प्रवेश गर्नुभन्दा अगाडि मन्त्रोको रूपमा गर्ने ध्यान जो 4 प्रकारको हुन्छ, त्यसलाई के भनिन्छ भन्दाखेरि चतुर अनुस्मृति
उपास्थान भनेर 4 किसिमको ध्यानका विधिहरू सिकाएको छ। हाम्रो छेउ भाषामा के भन्छ त्यसलाई? ढेम्बा न्यवर सापा सी, ढेम्बा न्यवर सा सी भनेर जम्मा 4 वटा हुन्छ। जस्तो ती 4 वटा के हुन् भन्दाखेरि काय अनुस्मृति उपासना लुटेम्बा न्यवर सापा, अनि त्यसपछि वेदना छोर्वा ढेम्बा न्यवर सापा, वेदना अनुस्मृति उपासना है दोस्रो भयो। अनि त्यसपछि छु ढेम्बा न्यवर सापा, धर्म अनुस्मृति उपासना। लुटेम्बा न्यवर सापा, सेम ढेम्बा न्यवर, अनि चित्त अनुस्मृति उपास्थान भनेर सेम ढेम्बा न्यवर सापा। जम्मा कतिवटा रहेछ? 4 वटा है। यो 4 वटा ध्यानको विधि चाहिँ अनि सबैभन्दा पहिला हामीले अभ्यास गर्नुपर्ने हुन्छ। यो 4 वटा ध्यानहरूको राम्रोसँग अभ्यास भएन भने अनि हाम्रो समता राम्रो हुँदैन, समता बलियो भएन भने विपश्यना पनि राम्रो हुँदैन। अनि विपश्यना राम्रो भएन भने बौद्ध धर्मको कुनै पनि परम्पराको साधना अभ्यास गर्छु भने पनि त्यो अधुरो अपुरो हुन जान्छ। त त्यसैले गर्दा सबभन्दा पहिला हामी यो 4 वटा ध्यानको विषयहरूमा अलिकति चर्चा गर्नेछौँ र ती 4 वटै अब ध्यानलाई आज हामीले समेट्न सक्दैन। त्यसैले सकेसम्म मैले 2टा जतिलाई हाम्रो यो 1.5 घण्टाको सेसनको दौरानमा सुरुमा एकचोटि र बिचमा हुन्छ कि अन्ततिर हुन्छ अर्को पटक गरेर 2टा ध्यानको विधिलाई चाहिँ समेट्ने कोसिस गर्नेछु। अब ध्यान तपाईहरुले बुझ्नुभयो, ध्यान परम्परा अनेकले अपनाएको हुन्छ, तर बौद्ध धर्मको ध्यान चाहिँ विशेष हुन्छ। जस्तो विपश्यना जस्तो ध्यान अरू परम्परामा पाइँदैन। समता होला तर समता पनि अंशिक मात्र हुन्छ, पूर्ण हुँदैन। अनि यसको आधार फाउन्डेसनको रूपमा 4 वटा समाधिहरूको चाहिँ हामीले अभ्यास गरेकै हुनुपर्छ। र त्यसको निम्ति सबभन्दा पहिला म तपाईहरुलाई अब प्रथम ध्यान हामी जम्मा कति त्यो 3 मिनेटको गर्नेछु। हामीसँग समय कम भएको हुनाले त्यो जम्मा 3 मिनेटको ध्यान गर्नको लागि त्यसको मापदण्ड म तपाईलाई सुनाउने छु। त्यही अनुरूप यहाँहरु सबैले अनि गर्नुहुनेछ। यसको मापदण्ड चाहिँ के हो त? यसमा हामीले अपनाउनु पर्ने कुरा चाहिँ के हो त भन्दाखेरि काया अनुस्मृति है, लुटेम्बा न्यर्सा। अब काया अनुस्मृति उपास्थान है, यो हाम्रो शरीर, काया भनेको शरीर हो। अब यो शरीर को आधारमा गर्ने ध्यान हो है। अब त्यो कसरी गरिन्छ भन्दाखेरि फेरि यो मैले बनाएको कल्पनिक कुरा, मेरो गाउँठाउँमा चलेको कोही कसैले बनाएको चाहिँ चलन चल्ती दस्तुर त्यस्तो होइन। यो चाहिँ स्वयं भगवान बुद्ध स्वयंद्वारा चाहिँ सिकाउनु भएको ध्यानको विधि हो है त। त्यसैले गर्दा यसको निम्ति नियम चाहिँ यस प्रकार रहेको छ। सबैजनाले के गर्नुपर्ने हुन्छ भने 3 मिनेटको लागि तपाईको मन जहाँसुकै जाओस् त्यो वास्ता नगर्नु होला। मन कता भड्किन्छ, के गर्छ, कतै के कुरा सोचिरहेको छ, त्यसको तपाईले वास्तै नगर्नुहोस्। मात्र तपाईले ख्याल राख्नु पर्यो आफ्नो शरीरको ख्याल कसरी राख्ने भन्दाखेरि शरीरको शिरको टुप्पादेखि आफ्नो पाउसम्म एउटा सानो अङ्ग पनि अंशिक रूपमा पनि हल्लिनु दिनु भएन, चल्नु दिनु भएन। त्यहाँ चहल पहल हुन पाइएन।
शिरदेखि पाउसम्म तपाईँ यति सजग भएर यति सावधानी भएर हेर्नुपर्ने हुन्छ। अलिकति खिसिक्क कहीँ हल्लियो कि तपाईँको ध्यान फेल भयो है त। त्यो फेल हुन नदिनको लागि जिम्मेवारी जम्मा 3 मिनटको लागि तपाईँको है त। अब त्यसको निम्ति तपाईँको मन कता जान्छ होला, के गर्छ होला भन्ने कुरा तपाईँलाई ख्याल गर्नु पर्दैन। अहिलेलाई मन जतासुकै जाउन्, तर शरीर अलिकति पनि चल्न दिनु भएन। सबै रेडी हुनुहुन्छ? ठिक छ। अब त्यसको निम्ति के गर्नुहोस् तपाईँहरू, अब एकछिन शरीरलाई अलि चलाउनु छ, तन्काउनु छ, खोक्नु छ भने गर्नु होला। त्यसपछि एकचोटि सुरु गरिसकेपछि पाउनु हुने छैन है त। ल सबै रेडी हुनुहुन्छ? म यहाँ टाइमर तोक्छु। ओके। अब शरीरलाई सिधा राख्ने सबैजना, ढाडलाई सिधा मुख्य रूपमा। ढाडलाई सिधा भन्दाखेरि फेरि एकदमै कसेर दुख्ने गरेर होइन, एकदम सहजसँग सजिलोले बस्ने, तर एकदम सिधा। अनि शिर धेरै निहुरिने पनि होइन है, ठिक्क बस्नु होला। अनि अब कतिपयले चाहिँ यसरी बस्ने बानी छ, यसरी बस्नु पर्दैन है। हात यसरी चाहिँ यस्तो पारेर अनि घुँडामाथि यसरी राखेर बस्ने पनि गर्नु हुँदो रहेछ, त्यो गर्नु पर्दैन। अब कसैलाई चाहेको खण्डमा यसरी, केटाहरूले चाहिँ बायाँ हात खेला तल, दायाँ माथि, अनि दुईटा बुढो औँला हल्का एक आपसमा छोएको, अनि आफ्नो काखमा है, पुरा उठाएर पनि होइन, पुरा त्यसलाई झुलाएर पनि होइन, ब्यालेन्समा। ठिक छ। अब मोटामोटी यति गर्दा हुन्छ। ढाडलाई सिधा, फेरि पनि एकचोटि खोक्नु होला, आँखा चिम गर्नु छ, थुक निल्नु छ, के गर्नु छ गरिहाल्नु होला। ल अब म 3 सम्म गर्नेछु। 3 भनेपछि यहाँहरू सुरु गर्नु होला। एकदमै नहल्लिनु होला, नचल्नु होला। शिर चल्नु भएन, आँखा चल्नु भएन, मुख चल्नु भएन, ढाड अघि पछि खुट्टा केही कुरा चलाउनु पाउनु भएन। ल है त सुरु। 1 2 3 सुरु। ओके। अब बिस्तारै आँखा खोल्नु होला। कस्तो भयो 3 मिनट? सधैँ हामीलाई 3 मिनट भनेको एकदमै छोटो समय जस्तो लाग्छ, तर अहिले यसो एकदम सजग भएर बस्दाखेरि त 3 मिनट पनि निकै लामो जस्तो लाग्यो नि। यो भयो काया अनुस्मृति उपास्थान भनेर सुग ल्युटेम्बा स्यापा। अब यो तपाईँ हामीले आफ्नो दैनिक जीवनमा गर्न सक्नुहुन्छ है त। बिहान बेलुका ध्यान भनेको चाहिँ मुख्य रूपमा के हो? सजगतापन। सजगतापन, एकदम सजग भएर, सचेत भएर बस्नु नै ध्यान हो। जस्तो अहिले हामी 3 मिनटलाई यसो बस्दाखेरि अब अरूले यसो हेर्दा त आँखा चिम गरेर निधाएको जस्तो गरेर बसेको देखिन्छ, तर वास्तवमा आफूलाई थाहा छ नि त कति सजग, कति अलर्ट भएर, कति सचेत भएर बसेका छौँ भन्ने कुरा त हामीलाई आफूलाई थाहा छ नि त। हो त त्यसैले गर्दा ध्यान भनेको के हो? छोटकारीमा भन्नुपर्दाखेरि सजगतापन, सचेतता, त्यसलाई के भन्छ? ध्यान। सबैजनाले एकचोटि हात उठाउनुहोस् त। अब एकचोटि यसो विचार गर्नु होला, मैले हात उठाइरहेको छु भन्ने कुरा तपाईँ
लाई थाहा भइरहेको छ कि छैन? भइरहेछ नि। त्यो थाहा हुनु नै सजग हुनु हो, सचेत हुनु हो। यही सचेतना, यही सजगतापनलाई के भन्छ? ध्यान। यसो गर्नुहोस् त, हात अलि यसो चलाउनुहोस् त। तपाईँको हात केलामा औँलाहरू यसरी चलिरहेको महसुस भइरहेको छ कि छैन? थाहा पाइरहनु भएको छ कि छैन? हो, यही सजगतापन, यही सचेतनालाई के भन्छ? ध्यान भन्छ। के भन्छ? ध्यान। है, अब तपाईँको पाखुरा यसो माथि उठाइरहँदाखेरि हल्का थकित भएको जस्तो महसुस भएको छ कि छैन? थाहा पाइरहनु भएको छ? सजग हुनुहुन्छ? सचेत हुनुहुन्छ? हो, त्यो थाहा पाइरहनु नै के हो? ध्यान हो। बिस्तारै शिरमा राख्नुहोस् त। बिस्तारै महसुस गर्दै हत्केला शिरमा छुँदाखेरि के महसुस भयो? थाहा पाउनुभयो? थाहा पाउनु नै ध्यान हो। अब बिस्तारै आफ्नो हातमा चाहिँ त्यो शिरमा तापक्रम है, त्यसको तातोपन महसुस भएको छ कि छैन? थाहा पाइरहनु भएको छ? सजग हुनुहुन्छ? हो, ध्यान त्यही हो, थाहा पाइरहनु। अब बिस्तारै चलाउनुहोस् त। महसुस भइरहनु भएको छ कि छैन? थाहा पाइरहनु भएको छ? हो, यो थाहा पाउनु आफै नै के हो? सबैजनाले भन्नुहोस् त। बास, ध्यान हो। अब बिस्तारै तल झार्नुहोस् त। त्यो थकान बिस्तारै मेटेको महसुस भयो कि भएन? थाहा पाउनुभयो? ध्यान यही हो। एकदम सारमा भन्नु पर्दाखेरि ध्यान भनेको यो सजगतापन है, प्रेजेन्ट अलर्ट माइन्ड। यो ध्यानको विषय भयो।